मेरो भाइलाई यहाँ लेक लाएर ढलिसकेको अवस्था छ। एकछिन रेस्ट गरेर बसेको छ। एकछिन रेस्ट गर्नुपर्छ आनन्दले। पुरै क्रिस्टल कि सयो भ्यू अनि भ्यू बब्बाल। सो हेलो गुड मर्निङ एभ्री वान फ्रम रातोमाटे 5 पोखरी गाउँपालिका होइन त। ल हामी सबैजना रेडी पुगेको छ। अब हामी निस्किन्छौँ यताबाट 5 घन्टा भनेको छ है, 5 आवर्स लाग्छ भनेको छ। हामी बिस्तारै जान्छौँ माथि गएर भेटौँला। अब लास्ट जाडो छ आमा के छ। मोबाइल पनि हातमा लिन भएको छैन। चिसो हिउँ पर्नेवाला छ माथि गएपछि। ल भाइ पनि रेडी भइसक्यो है। ल हामी अब यता निस्किन्छौँ। ल आइस जमेको पानी चाहिँ घत्र आइस जमेको। अहिले के भएको यो पानी जाम भयो। पाइप त पुरै आइस पुरा आइस भएको। ल यहाँ चाहिँ यस्तो छ आइस हुने ठाउँ। ल हामी यो रातमाटे भन्ने ठाउँ छ। अब हामी यता निस्किन लागेको। पुरै क्रिस्टल कि ल पानी यसो जम्छ गाइस। पानी चाहिँ यसो जम्छ। ल बाटो यस्तो छ अहिले कन्डिसनमा। कहाँ भइसक्यो अलिकति हिँड्नु यस्तो भइसक्यो। बडी हिट भएर आयो। बाटो पुरै आइस जमेछ हिट। पुरा आइस यार। गाह्रो ट्रेकिङ हिँड्न लास्ट गाह्रो। ट्रेकिङ हिँड्दाखेरि एकदम बुझेर सम्झेर हिँड्नुपर्ने हुन्छ। अनि स्पेसली चाहिँ एकदम एक्सर्साइज चाहिँ इम्पोर्टेन्ट है। एकदम एक्सर्साइज गरेर हिँड्यो भने चाहिँ एकदम सजिलो हुन्छ, नत्र लास्ट गाह्रो हुन्छ। अनि ध्यान दिनुपर्ने कुराहरू चाहिँ ट्रेकिङ गियरहरू चाहिँ हामीले सबै लिनुपर्छ है। इभन सुजदेखि लिएर ज्याकेटदेखि लिएर अनि भित्रको इनरहरूदेखि लिएर अनि तपाईँको स्टिकदेखि लिएर सबै लिनुपर्दो रहेछ कि। अनि मजा आउँदो रहेछ। ल हामी अगाडि बढ्दैछौँ। हामी अलिक चोकर भन्ने ठाउँमा आइपुग्ला। लगभग आधा घन्टापछि चोकर भएर ठाउँ आइपुग्छ। त्यसपछि नोर्स्याङपाटी अनि आफ्टर द्याट त्यसपछि नोर्स्याङपाटी अनि आफ्टर द्याट 5 पोखरी आइपुग्छ है। ल हामी अगाडि बढ्छौँ बिस्तारै हिँड्यो आनन्दले, कुनै टेन्सन छैन हामीलाई। ठाउँ बबाल छ है, दामी छ। पहाड बबाल छ। केटाहरू अगाडि हिँड्दैछ, म पछाडि छु। मजा आइरहेछ हिँड्नलाई। अगाडि बढ्छौँ हामी। कता बाटो पनि थाहा छैन तर हामी उतासम्म पुग्नुपर्छ। रमाइलोमा चिसो हुन्छ अब घाम लाग्दैन के राति 8-9 थियो अन्दाजी के 8-10 थियो होला है। ओके गाइस, मैले चाहिँ यहाँ के देखेँ भन्दाखेरि होइन, यस्तो पर्यटकीय क्षेत्रमा चाहिँ यसरी ट्रेकर्सहरू ट्रेकिङ गर्ने आउनेहरू यसरी फोहोर गरेका छन् है। प्लिज यस्तो नगरिदिनु होला है। आफ्नो एउटा झोलामा प्याक गरेर राख्नु, एउटा डस्टबिन हाल्नु होला। मैले यहाँ देखेँ होइन चौचौको प्याकेटहरू, अनि तपाईँको यहाँ बिस्कुटको प्याकेटहरू, यो बदामको जुसहरू यसरी नगरिदिनु होला है। आफ्नो पहिचान सबै भएर देखाउनु होला सबैलाई है। मैले यहाँ पनि देखेँ है। सबै नागरिकको परिचय दिनुपर्ने हुन्छ। राम्रो ठाउँमा ट्रेकिङ गर्न आइसकेपछि एकदम सफा सुग्घर बनाउनुपर्छ हामीले। त्यही हो, म त्यही भन्न चाहन्छु। जो यहाँ आउनु भएको छ, जो मेरो भिडियो हेर्नु भएको छ, प्लिज सबैले सफा गरिदिनु होला। जथाभावी त्यति फोहोर नगरिदिनु होला।
हामी अब यहाँ माथि चढ्छौँ एकछिन अब है हेर्नु यहाँ फोहोर यस्तो छ अब यहाँ पनि आशिका तामाङ दिदीको जरुरत परे जस्तो लाग्यो है मलाई सही हो है तर ठिकै छ जे हो नि सिरियसली यो चाहिँ यसै जति पनि यहाँ आउनु निस्केपछि अँ यो सानो कुरा हो यसलाई टक्क झोलामा हालेर अँ सबैजनाले बरु डस्टबिन भएको डस्टबिन ठाउँमा चाहिन्छ यति राम्रो नेचुरल यति राम्रो ठाउँ छ यसलाई यो कागज र योले कति नराम्रो देखाएको छ हाम्रो ब्युटी भनेको यही हो नेपालको सौन्दर्य भनेको यही हो ल हामी अँ लाजमर्दो भयो हामी अब जाँदैछौँ माथि है र अब चोकर आइपुग्ला होला है हामी चोकर अँ चोकर आइपुग्ला होला 1 मिनेटमा अब ल ठिक छ हामी त्यहाँ एकछिन गएर रेस्ट गर्छौँ होला ल केटाहरू आउँदैछ पछाडिबाट बल्ल सकिराखेन थाकिरहेको छ बाटो यस्तो छ अहिले अहिले कन्डिसन बाटो यस्तो छ ल यहाँबाट हिँड्यो मजाले हिँड्यो हैट उकालो अझ माथिपट्टि खतरा उकालो छ भन्छ हेरौँ कस्तो हुन्छ त्यो उकालो पनि अब कहिले भयो लुगा सुकाउने टाइम भयो अब हैट लास्ट गरेँ म ल गाइज हामी यो अहिले चोकर डाँडा भनेर आइसकेका छौँ है तलबाट 1 घन्टामा आइपुग्यो लास्ट गाह्रो छ कालो कालो अझै यहाँ माथि पुग्नुपर्ने होला सायद भाइर आउँदैछ अब छिटो छिटो ढगुरेर ढगुरेर भाइ गाह्रो भयो बिस्तारै भयो बिस्तारै ठिक छ ल माथि आइज ल हाम्रो कफी आयो बब्बल कफी अहिलेसम्म सबैभन्दा बेस्ट कफी हाम्रो ट्रेकिङमा सबसे दामी कफी ल दामी छ यसरी गर्नु ल ओके हामी अहिले चोकर डाँडामा मजाले खाइयो है हल्का ब्रेकफास्ट गऱ्यो हामी अहिले 3260 को हाइटमा छौँ है अब फेरि माथि जान्छौँ अब हामी निस्किन्छौँ अब अलिकति हामी सामानहरू अलिकति निकाल्यो है ब्यागबाट अब यहाँ हालेर हामी निस्किन्छौँ हाम्रो यहाँको हाम्रो यो चोकर डाँडाको हाम्रो यो होटेलको नाम चाहिँ एकदम मलाई थाहा भएन है ठिक छ ल अब हामी त निस्किन्छौँ त्यति ल हाम्रो यो बहिनीले चाहिँ हाम्रो सामान यहाँ राखिदिनु लाग्छ ल बहिनीले मिठो चौचो बनाएर खुवाउनु भयो हामीलाई धेरै धन्यवाद उहाँलाई होटल चाहिँ यही हो अब यहाँ फर्केर सामान लिन्छु ल अब केटाहरू सब रेडी भइसकेको छ है ल गाइस यहाँ मेरो स्टिकर छ है सबैजना कुक गर्नु मेरो हेर्नु होला ल अब यस्तो छ यहाँको सिनेरीहरू ग्रिनेरीहरू पाहाडको केटाहरू सबै यही छ उताबाट हिमाल देखिरहेको छ अब हामी जाने यताबाट सटक्क जाने हो ल What is this place? आउँछ नि पिक्चरमा सर हिमाल गरेर छन् भुसिनु न अब हेर्नु कता जान्छ ल अनि त्यो हेर्नु हिमालले माथि आफुलाई चाहिँ अब ल यहाँको सौन्दर्य यही हो What is this place? This is ल हेर्नु Nepal, this is heaven. यो भन्दा है अब मलाई स्वास्थ्य ठिक छ भने जहाँ पनि अब एबिसी जस्तो ट्रेकमा म सकेँ मलाई यो गाह्रो भइरहेछ भनेको त मेरो स्टामिना हो बिरामी पनि भयो म पेट पनि बढ्यो क्या पर्फेक्ट हो 3 मिनट ब्रेक ल झऱ्यो झऱ्यो लगाइज हामी अलि तापखोर भन्ने ठाउँमा छ है हामी ल डिस्टेन्स यहाँसम्म छ यहाँबाट 5 पोखरी 4 किलोमिटर छ अनि सट्ट केटा यहाँ छ यसले पसिना पुस्दैछ मेरो भाइ यस्तो हिरो भाइ कडा भवालेरो अनि यहाँ चैते सिमसिम मिलाएको छ माने माने ल यहाँ दामी छ सही छ
ल गाइस हिमालयनको रेन्ज हेर्नु होला टक्क हिमालय रेन्ज अनि सात उतानिर 5 पोखरी यहाँ ठ्याक्कै 5 पोखरी हो अनि यो हिमालको रेन्ज ल हामी ताप खर्कमा पुरा फोटो सेसन भइरहेछ यहाँ मेरो भाइ छ सबिन फोटो खिच्न रेडीहरू भइसक्यो नि त्यहाँ अब ओके हामी ताप खर्क 3407 मिटरको हाइटमा छ हामी ल ठिक छ ल अब यो दामी आछ अब त आइपुग्यो जस्तो लाग्यो मजा आएर चाहिँ त्यो 5 पोखरीलाई हो सही हो ल मजा आयो दामी छ भ्यू हेर्नु होला मजाले आनन्द आउँछ भ्यू हेरेर रुखै दामी यसो माथितिर फर्कनु लाग्यो अब कहिले पनि नथाहा जाडोमा थाहा छैन फर्स्ट डेट हप्तामै हिँड्यो यस्तो उन्जिर लगाएर हिँड्दा पनि ट्रेकमा बढी जान थाहा नि रकिङ ट्रेक ल हामी अब नोस्याङ पार्टी पुग्नु ला यो भाइहरू हामीभन्दा 1.5 घन्टा पछि हिँडेको हाम्रो टपिसिया छ हामी कति अल्छी छ भने यहाँ अलि आएर प्रुफ भइसक्यो ठिक छ हिँड्छौँ बिस्तारै हिँड्छौँ अब भाइहरूलाई गाह्रो भएको छैन हिँड्नलाई ठिक छ गाह्रो भयो भने हिँड्नुपर्छ अपुई हो र ल ठिक छ ल बधाई छ मलाई बधाई छ अनि हो मेरो भाइ माथि पुगिसक्यो एकजना हामी हिँड्छौँ कसी हिँड्छौँ अब हामी उता आइपुग्छ अब नोस्याङबाट हिँड्दै हो गाइस हामी अहिले नोस्याङपट्टि आइपुग्यो भ्यू हेर्नुहोस् पछाडिको बब्बाल दामी हिमाल यो कुन चाहिँ हिमाल हो थाहा छैन अब सोध्नुपर्छ अब भाइ चाहिँ कहाँ गयो यहाँ बन्दैछ यहाँ ओके हामी अहिले यो नोस्याङ पार्टीमा छौँ 3700 मिटरमा एउटा यस्तो भ्यू देखिन्छ अहिले अब हामी यताबाट गएर यो सानो यो बाटो सरर भएर हामी त्यहाँसम्म पुग्छौँ अब एकछिन यहाँ बसेर रेस्ट गर्छौँ लगाइछ अब ल यताबाट अब मान्छे भनेअनुसार चाहिँ 3 घन्टा हुन्छ कहिले 4 घन्टा हुन्छ यो चाहिँ हेलिप्याड हो मजाले त्यस्तो केही गाह्रो छ पऱ्यो भने यहाँ हेलिकप्टर आएर उद्धार गर्दै रहेछन् यहाँको भ्यू अलि यस्तो तरिकाको छ एउटाहरू फोटो खिच्दैछन् एउटा पछाडि गफ गर्दै भइरहेछ बिजनेसमा कुरा गर्दैछ बिजनेस डिल भइरहेछ त्यहाँ हामी उता अगाडिबाट हिँड्छौँ अब ल गाइस हामी चाहिँ यहाँ हिँड्दैछौँ मलाई त अलिकति लास्ट गाह्रो भएर चाहिँ म यहाँ बसिरहेको छु धेरै गाह्रो होइन थोरै अलिकति त्यो ग्यास्ट्रिकले गर्दा अलिक गाह्रो भयो जस्तो लाग्यो मलाई त्यस्तै हो लेग लागेको चाहिँ होइन फेरि लेग लाग्यो भन्ला फेरि हाइट चाहिँ हामी अराउन्ड हामी 38 अराउन्ड छ 100 मिटरमा छौँ भाइ र म बसिरहेको छु अरू दुईवटा भाइ माथि पुगिसकेको छ बिस्तारै जान्छौँ अब हामी माथि गएर बस्ने हो हतार गर्न नजाने हामी आनन्दले बस्ने मजाले रिभ्यू गर्छौँ मर्निङको भ्यू मजासँग भ्यू हेरेर अनि फर्किने आनन्दले है बिचमा अलिअलि आउला भिडियो अब न त उतातिर आउला अब है सक्यो भने गरौँ ल नसक्यो भने अब उतैको आउँछ है ल तर जस यो टाइममा यो तपाईँहरू दसैँ तिहार टाइममा अथवा चाहिँ वैशाखको रेनी सिजन टाइममा हरियो हुने ठाउँमा आउनु है हाम्रो सजेसन सही हो कि त हिउँ परेर आउनु कि त वैशाख कि त नभए दसैँको टाइममा कि नत्र जनै पूर्णिमामा मेला हेर्न मेला लाग्छ मजाले त्यो बेलामा आउनु होला यो टाइम चाहिँ अलिक अल्टर भयो ल गाइस अलि बाटो अलि चिप्लो रहेछ यहाँ अलिक खतरा छ बाटो
यहाँहरू यो भाइलाई पनि अलिअलि हाई अल्टिट्युड जस्तो लाग्यो, अलिअलि त्यस्तो फिल भयो अरे यसलाई पनि। ठिक छ, केही छैन, हामीले दबाई खाइदिएको छौँ, ठिक छ। यो वे हेऱ्यो, वे दामी छ है, सानो चिटिक्लो पाहाडलाई काटेर दामी वे बनाएको छ कि। सही हो, सही हो। अलिक चिप्लो बाटो छ यहाँ त, यहाँ सक्नुहुन्छ। बिस्तारै जान्छौँ। ओइट 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 दामी क्या, सही हो, सही हो। कडा परिश्रमपछि हामी यहाँसम्म आइपुगेका छौँ। अब माथि योभन्दा अझै कडा छ अरे, उकालो भवाल छ अरे। हट दामी छ है, जाउँ भाइ जाउँ। एकछिन बस्नु त्यहाँ माथि, उयो अगाडि। ल अलिकति गाह्रो भएछ, बस बस। ठिक छ अहिले, चक्कर लायो, एकछिन रेस्ट गर्नु त ठिक हुन्छ। लगायत अब हामी बाटो यो हो, ठाडो उकालो छ, बबाल छ। यो भाइ उक्लिन सक्छ सक्दैन, अब उक्लिन सक्छ? पानी खानु पानी। ल पानी आउँछ, भाइहरूले पानी दिन्छ हामीलाई। यो उकालो चढ्नुपर्छ गाइस, दर्दनाक उकालो। हेर्दै डरलाग्दो सक्नुहुन्छ तपाईँले। माथि हेर्नु न कस्तो खतरा छ यार, पहाड 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 हेर्नु। पानी खानलाई यार 4 घन्टा हिँड्नुपर्छ। गाह्रो छ दाइ, मागी मागी खान्छ यार भाइहरू। धन्न भाइहरू आएर एकदम सहयोग गरेछ यार, धन्यवाद भाइहरूलाई धेरै धेरै। त्यति बिस्कुट खाने बित्तिकै त म त दौडिहाल्ने। उही गएर हिँड्नु हेट कस्तो उकालो यार यो त। एउटा उतामा छ। खतरा उकालो यो त। भ्यू हेर्नु, भ्यू कस्तो दामी भ्यू छ। ए आलु जस्तो भ्यू त यार, वाक्क भएपछि भ्यू नहेर्ने अब। हेर्न यार कस्तो राम्रो हिमाल देखिरहेछ। वाक्क हेर्दैन हेर्ने, हेर्नु एकपल्ट यस्तो एकपल्ट हेर्दा आनन्द आउँछ। भ्यू स्यू के हेर्नु, डङ्ग भात खाने भएर सुत्ने अब। एकपल्ट हेरिदियो नि त, ल त त्यसो बिस्तारै हो। लाख दिन्छु भने भ्यू नहेर्ने। ल गाइस, अर्को उकालो आयो फेरि यस्तो यस्तो टाइपको। यहाँ हिँड्नुपर्छ हामी। अब हामी लगभग हामी पुग्नु थालिसकेको छ। अब एउटा ठाडो उकालो छ अरे, त्यो कस्तो कटाउनु भन्ने कुरो भइरहेछ। लास्ट गाह्रो, माइ गड यस्तो थाकिरहेको छ नि। जिन्दगी फर्स्ट टाइम ट्रेक आएको, त्यो पनि हार्ड ट्रेक पऱ्यो यार। ठिक छ, केही छैन। त्यहाँ माथि पुगेपछि आनन्द हुन्छ होला अभियसली। ल भिडियो हेर्दै गर्नु होला, लाइक ठोक्नु पऱ्यो, लाइक नयाँ भयो भने सब्सक्राइब गर्नु पऱ्यो है गाइस। यहाँसम्म पुग्नुपर्छ, यहाँ पुग्नुपर्छ। अब यो कसो चढ्ने यार, यो अब कसो चढ्ने यस्तो यो ठाडो उकालो छ यार। लगाइ चाहिँ यति हिँडेँ यार, ओ माइ गड फ्याँ भइसक्यो। यहाँबाट तलबाट हिँडेको हामी, के गर्नु। ल यहाँबाट चाहिँ 45 मिनट लाग्छ अरे। लगाइस अलि हल्का हल्का स्नोफल भएर छ, फाट्टाफुट्टा। ल हामी यो बाटो ओह्रालो झर्दैछौँ अहिले, अनि यहाँ माथिसम्म पुग्नुपर्छ, त्यसै हाम्रो डेस्टिनेसन आइपुग्छ। ल हामी हिँड्छौँ, अब हिँड्दैछु, हाम्रो टार्गेट पुरा हुन्छ। अब त्यहाँ गएर भेटौँला है त। ल गाइस, केटाहरू चिसो लाएर ज्याकेट स्याकेट लाउनु थालेछ। कस्तो भयो भाइ आजको ट्रेक? बवाल भयो, शास्ती हो, लल्ल भएको। ल ठिक छ, लुगा चेन्ज गर्न सबैजना चिसो हुन थाल्यो अब। ल हामी लगभग अब आइसकेका छौँ, धेरै छैन। अब लगभग आधा घन्टामा हामी पुग्छ होला मेबी है, त्यस्तै आधा घन्टा पुग्छ होला। भ्यू यस्तो छ है, दामी छ भ्यू, काम पनि दामी लागिरहेछ, मजाको छ। ल ठिक छ, अब माथि गएर भेट हुन्छ हाम्रो है। अब माथि कस्तो हुन्छ, के हुन्छ, होटेल खोज्नु पऱ्यो, के छ कस्तो, त्यहाँको सिनहरू पनि देखाउनु पर्ने छ होइन। आज देखाएन भने अभियसली भोलि देखाउनेछ। ल अहिले उता गएर भेटौँला अब है। ल यहाँको भ्यू यस्तो छ अहिले, दामी घाम लागेको छ। ल गाइस, अब यो लास्ट उकालो, यही हो लास्ट उकालो। यो उकालो सकेपछि अनि हाम्रो डेस्टिनेसन आइपुग्छ। कस्तो छ त्यो उकालो हेर्नु होला है, भवाल छ है। डरलाग्दो छ कि डरलाग्दो हैट। ल गाइस, हामीलाई झुक्काएछ, हाम्रो बाटोले झुक्काएछ। अघि लास्ट उकालो भनेको होइन रहेछ, अर्को उकालो आएर चाहिँ यहाँ उहाँसम्म पुग्नु पर्छ। हामी आउन लागेको थाहा पाएर हो कि बाटो लम्ब्या हो कि के हो, बाटो धेरै बनायो हो कि होइन, उता माथिसम्म रहेछ यार। ओ माइ गड
त्यहाँ माछा पनि रहेछ मेरो पुर्खाले मलाई हट। एकदम यो ल मेरो भाइलाई यहाँ लेग्लाएर ढलिसकेको अवस्था छ एकछिन रेस्ट गरेर बसेको छ एकछिन रेस्ट गर्नुपर्छ आनन्दले है भाइ अब आइपुग्यो अब धेरै टाढा छैन ऊ त्यो आइपुगिसक्यो ल एकछिन रेस्ट गर केही हुँदैन अर्को भ्लगर यहाँ आम्मामा खतरा भ्लगर मेरो भाइ खतरा भ्लगर ल ठिक छ बी कन्टिन्यू ल ठिक छ यहाँको सिन हेर्नु होला दामी छ है भ्यू सिन बवाल छ ल गाइस हामी मानी भन्ने ठाउँमा आइपुग्यो अब 0 पोइन्ट सब मेडा रहेछ एक ल एउटा यो स्तूपा छ चैत्य छ अब आइपुग्यो घरहरू देख्यो ल ए हो ल यहाँलाई घरहरू देख्यो आइपुग्ला गाइस ल ल अब त्यहीँ गएर भेटला अब ल हाम्रो सुरु भइसकेको छ यहाँको त्यहाँ गएर सोधौँ ल जाउँ हेलिप्याड रहेछ इन्द्रावती नदीमा फोटो खिचौँ न एउटा सबै छ फोटो खिच्दा त त्यहाँ कोठामा बसेर हेर्नुपर्छ पाँच पोखरीमा यहाँलाई हार्दिक स्वागत छ ल वेलकम छ है गाइस सबैलाई फाइनली हामी पाँच पोखरी आइपुग्यो है पुरै वाउ ओ माइ गॉड खिचेको मैले लास्टमा हामी राइट टाइममा आयो नि सयो भ्यू बब्बाल ल केटा बसौँ मैले भिडियो गर्दैछु ल ओ माय गॉड पहाड त केही पनि छैन त्यहाँ फाइनली छ बे यार पहाड त दामी देखायो क्या लगाइ हामी यहाँ खाना खाँदैछौँ है 41 मिटर माथि आएर पनि यति मिठो तातो खाना हाम्रो नानाहरूले हामीलाई दिइरहनु भएको छ धेरै धन्यवाद उहाँलाई होइन एकदम मिठो हामीले यसरी खाइरहेको छौँ है एकदम मिठो त्यो माथि अनि हामी हाम्रो ब्रदरहरू सबै हुनुहुन्छ है सबैजना हुन्छ केटाहरू सबैजना चाहिँ केटाहरू हाई गरिदियो सबैजनाले ल हाम्रो नानाहरूको होटेलको नाम के हो ल वान अफ द बेस्ट नाना हुनुहुन्छ यहाँ मिठो पकाएर खुवाउनु अनि उहाँ पनि हुनुहुन्छ एकदम एउटा नाम के राख्नु भएको ल स्याङ्गो शेर्पा दिदीको होटेलमा तपाईँहरू आउनुभयो भने यसरी खानु पाउँछ है ल सही हो चट्ट लगाएर नानाहरूले हालेर किचनमा बसेर खानु पाउँछ है ठाउँ पनि भन्नु पऱ्यो नि पाँच पोखरीको पाँच पोखरीको अलिकति हाइटमा पुगेर फेरि अलिकति ओह्रालो मन्दिर छेउमा यहाँ खान जाउँ कहाँ बाँकी अब ल हामी खाना खान स्टार्ट गरिसकेका छौँ है अब खाना यहाँ छ ल ओ गाइस ल हाम्रो सुत्ने तरिका यही हो है यो त धेरै राम्रो तातो न्यानो भएर सुत्नु भएको छ 120 जना जति हुनुहुन्छ माथि 120 जना छ माथि फ्लोरमा तल भन्दै त 80 जना हुन्छ अनि अरू पुरैसम्म देख्नु न उहाँसम्म देख्नु न देखियो ल पुरै देखियो ल पाँच पोखरीको अब आज हामी केही गर्दैनौँ खाना खायो सुत्यो राति चाहिँ ग्यास कार्यक्रम हुन्छ यहाँ अलिक ग्यास चाहिँ कमी रहेछ अब आज यहाँ ग्यास भरेर जाने हामीले कम्पिटिसन चाहिँ हाम्रो अर्ग्यानजी र सबिनजीको हुन्छ ग्यास कार्यक्रम अब आज त कम्पिटिसन अरू पनि आउँदो रहेछ भाइहरू बेसमा हुनुहुन्छ होइन ल यस्तै हो ल भिडियो कस्तो लाग्यो अहिले हेर्दै हेरेको छैन प्लिज लाइक यो मजा लिनु छ भने चाहिँ प्लिज यहाँ आउनु सक्नुहुन्छ यो मजा पाइदिनु हामीलाई सही हो इभन मुस्ताङमा पनि गयो हामी एबिसी गयो तर यस्तो मजा छैन क्या हामीले सिनेमा सँगै बसेर खायो ल अहिलेको लागि यति नै अब गुड नाइट भन्नु पर्छ लस्सो फेफुल्ला जोजोलका अलिकलाई यति आज भ्लग यही गर्छु नयाँ सब्सक्राइब गर्नु सिकुदो भिडियो हेर्नको छ भने प्लिज लाइक गरिदिनु होइन नयाँ छ सब्सक्राइब गरिदिनु त्यही हो बाई 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 बाई